खाली विवाह के साह्रो चाहिँ मानसिक टर्चर हो त्यो विवाह गर्ने पैसाले त नि म त साउको ऋण तिर्छु साउको ऋण खत साउको ऋण तिरेर चाहिँ हुलाङ्गो हुन्छु कि आफू छहराबाट कालो रहबाट निक्लेको जस्तो हुन्छ विवाह मैले गर्ने हो जीवनसाथी छान्न पाउने अधिकार मेरो छ जीवनसाथीलाई रोज्न पाउने अधिकार मेरो छ र जीवनसाथी बुझ्न पाउने अधिकार मेरो छ के साह्रो मेन्टली टर्चर हिजोसम्म के भन्छ थियो अरे एउटा केटी मान्छे परिवारको सपोर्ट बिना कसरी यहाँ उठेको अहिले जब वास्तविक कुराहरू बाहिर आउन थाल्यो वास्तविक मेरो सबै कुराहरू बाहिर आउन थालेपछि म महान म मेहनती त्यो मुखले के खाइसिन्छ क्या दुधबाट खाइसिन्छ कि आच्ची बरु यस्तो गर्छस् न टोयलेटमा गएर आच्ची खाइछस् न आच्ची खान सुहाउँछ यो मेरो नम्बर बाँड्ने व्यक्ति चाहिँ को होइसिन्छ मेरो बायोडाटा मेरो अनुमति बिना मेरो बायोडाटा दिने अधिकार कसैलाई पनि छैन अनि मेरो नम्बर बाँडिदिने अधिकार कसैलाई पनि छैन क्या मैले यदि त्यो नम्बर बाँध्ने व्यक्तिलाई चिने थाहा पाएँ यदि त्यो नम्बर बाँध्ने व्यक्तिसम्म चाहिँ मैले नम्बर बाँड्ने व्यक्तिको परिचय पाउन सकेँ भने नि अरू मैले केही गर्दैन आच्ची गरेर चाहिँ मुखमा पनि खुवाइदिन्छु हातमा पनि बसाइदिन्छु क्या हिजोसम्म के भन्छ अरे परिवार बिना चाहिँ कसरी उठेको यहाँसम्म परिवार बिनाको कसैको साथ सपोर्ट बिना कसरी उठेको भन्छ होइन हजुरहरूले म मेरो इमान्दारितामाथि शङ्का गर्छेको होइन मेरो चित्र चरित्रमाथि शङ्का गर्छेको होइन नि आज सबै कुरा वास्तविक आउन थाले चाहिँ म महान अनि म चाहिँ मेहनती त्यो मुखले के खाइसिन्छ त्यो मुखले के लिबक्सिन्छ भुजा अथवा आच्ची मानिस भनेको सधैँभरि एकनास हुन सिक्नुपर्छ क्या मानिसले बोलिरहेका कुराहरू चाहिँ सधैँभरि चाहिँ विश्वास गर्न सिक्नुपर्छ क्या मैले कराउँदै आउँदा चिच्याउँदै आउँदा बोल्दै आउँदा मैले हरेक कुराहरू चाहिँ भन्दै आउँदाखेरि चाहिँ अनि मैले हरेक कुराहरू चाहिँ भन्दै आउँदाखेरि चाहिँ हजुरहरूलाई चाहिँ मजाक लागेको थियो होइन त अनि अहिले चाहिँ मेरो बायोडाटा कोट्याउँदै हिँड्दै मेरो बायोडाटा खोज्दै हिँड्दै गर्ने अनि त्यसपछि जब कुराहरू सबै कुरा बाहिर आउन थालिसकेपछि म महान म एकदम इमान्दार म एकदम सत्य म एकदम मेहनती त्यो आँखामा आलुको चस्मा लगाइस्यो गुच्ची खेल्छु त्यो आँखाको नानी निकालेर त्यो आँखाले हिजोसम्म मलाई गलत देख्सेको होइन अनि आज चाहिँ म सत्य भएँ अझ त परिवार मिलाउनको लागि यतिसम्म दुःख कष्ट गर्छेको रहेछ कति महान छोरी बुहारी चाहियो अरे म जस्तो केटी बुहारी पाउनको लागि हजुरको निधारमा श्री लेख्नुपर्छ श्री के सोचिसेको छ सजिलै हाम फाल्छु जस्तो लाग्छ एउटा केटा रेग्डा बिते हे गरेर चाहिँ हाम फाल्छु जस्तो लाग्छ एउटा दुःख पाएर एउटा कुकुरले नपाउनु दुःख पाएर यो जिन्दगी यहाँसम्म उपाएको व्यक्ति हो क्या अलिकति दिमाग भन्ने चिजको नाम छ थोरै एजुकेसन भन्ने चिजको पनि नाम छ थोरै मानवता भन्ने चिजको पनि नाम छ थोरै नैतिकता भन्ने चिजको पनि नाम छ थोरै मान्छे बुझ्नुपर्छ यो जमाना चाहिँ खराब छ भन्ने चिज समझदार हुने चिजको एउटा दिमाग भन्ने चिजको मसँग एउटा नाम छ क्या बुझ्यो अब चाहिँ हाम फाल्नु पर्ने त्यस्तो विवाह गर्ने खर्च गर्ने पैसा त म साउको ऋण तिर्दिन्छु होलाङ्ग हुन्छु बुझ्यो दुःख पाउँदा कसैले के भयो भनेर सन्तुष्टि लगाइसकेको थियो दुःख पाउँदा कसैले के भयो भनेर चाहिँ खोज्न आइसकेको थियो दुःख पाउँदा कसैले चाहिँ के भयो भनेर चाहिँ अलिकति बुझ्न आइसकेको थियो अनि अहिले चाहिँ भिडियो प्राइभेट गरेँ नि त मैले जब घरमा अलिकति शान्त वातावरण भइसकेपछि भिडियो प्राइभेट गरेँ होइन भिडियो प्राइभेट गरेपछि कस्तो महान व्यक्तिले बोलेको कुरा पुरा गर्छिँदो रहेछ अरे हजुर साँच्चैको इमान्दार म हिजो पनि इमान्दारिता व्यक्ति म हिजोको त्यही अमृतावली हो आज पनि त्यही अमृतावली हजुर जस्तो समयसँगै मन विचार चेन्ज गर्न आउँदैन मलाई मेरो विचार एउटै हुन्छ त्यो पनि सत्य बुझ्यो सत्यले जहिले पनि जिस्सिन्छ क्या जुनसुकै कुरामा जस्तै सत्यको लडाइँ चाहिँ अलिकति ढिला हुन्छ होइन सत्यले हर कुरामा जिस्सिन्छ क्या मलाई हजुर जस्तो परिवर्तन हुन आउँदैन क्या हजुर जस्तो आज एउटाको बाटो हिँड्यो एउटा बाटो लुरुक्कै जाने भोलि अर्को बाटो हिँड्यो अर्को बाटो लुरुक्कै जाने अनि अर्को व्यक्तिले जे भन्यो त्यही कुरामा चाहिँ लपक लाग्ने व्यक्ति चाहिँ म होइन मैले आत्मादेखि डिसिजन गर्छु आत्मादेखि मेरो डिसिजन हुन्छ त्यो डिसिजन अन्तिम निर्णय हुन्छ क्या मलाई मेरो दाइसँग के को दुश्मनी मेरो दाइले एकदमै राम्रो गर्दै हिँड्छ अरे त अहिले एकदम माया गर्छिन्छ अरे राम्रो गर्छिन्छ अरे बोली वचन मिठो लगाइसिन्छ अरे बोली वचन सबैभन्दा ठुलो कुरा बोली वचन हो मान्छेको बोली वचन एकदमै राम्रो लगाइसिन्छ अरे त्यति भइसकेपछि मचेलीलाहरू के चाहिन्छ आफू जस्तै भाउजू बुहारी माइती धस्ने मान्छेको थियो होला सरी म त मेरो परिवार जोड्नको लागि मात्रै मैले त्यो भूमिका खेलेको थिएँ मैले त अलिकति सहजीकरण वातावरण गराउनको लागि मात्रै त्यो भूमिका खेलेको थिएँ मैले यो भूमिका मेरो परिवार जोड्नको लागि भनेर खेलेको हो भनेर भन्दै आउँदाखेरि चाहिँ हजुरहरूले त मलाई त दाइलाई त राख्न सकिसेन र यो हो भनेर मलाई त पुरै घृणा गर्छिन्थ्यो अहिले त म त महान भएछु 81 महान भएछु वाह 81 महान भएछु होइन त 81 पनि सत्य भएछु हिजो अस्ति के भन्छन्थ्यो हजुरहरूले दाइलाई राख्न नसक्ने रे आज म महान भएँ एउटा बोलीको एउटा ऊ छैन ठेगान छैन एउटा नियतको ठेगान छैन एउटा सच्चाइको ठेगान छैन अनि आज 81 फेरि म महान भएँ 81 म सत्य भएँ 81 म मेहनती भएँ 81 म हर चिजमा चाहिँ राम्रो मान्छे भएँ क्या 81
मान्छे एउटा मान्छेको हुन्छ नि है तारिफ गरेर के गर्न खोजिसकेको हो मलाई तारिफ गरेर आफूतिर टान्छु भन्न खोजिसकेको हजुरहरूका तारिफ पनि चाहिँदैन गाली गलौज पनि चाहिँदैन सक्छन् गाली नै गर्छ गाली पचाएर आएको व्यक्ति हो पचाउँछु समाजसँग भिजेर आएको व्यक्ति हो पचाउँछु त्यही समाजले गाली गर्छ त त्यही समाजले वा वा भनेर तारिफ गर्छ त यो अहिले हजुरले जुन गर्दै हिँड्छ हिजोको दिनमा मैले परिवार जोड्नको लागि बाआमा जोड्नको लागि दाइभाइ जोड्नको लागि जुन आवाज उठाएकी थिएँ जुन कदम चालेकी थिएँ जुन मैले एउटा पोजिटिभ नेगेटिभ दुवै भूमिकाहरू निभाइरहेको थिएँ त्यति बेला दाइलाई नै राख्न नसक्ने भन्ने ठुक्ने व्यक्ति हजुरहरू अहिले चाहिँ मैले सबै कुराहरू भिडियोहरू चाहिँ दाइले आमा बाबालाई राम्रो गर्छिन्छ अरे भन्ने थाहा पाइसकेपछि जुन कुराहरू भिडियोहरू प्राइभेट गरिसकेपछि साँच्चीकै पीडा भएर रहेछ महान छोरी बुहारी चाहियो भन्ने तारिफ गर्ने व्यक्ति पनि हजुरहरू नै हो हिजोसम्म ठुठु गर्थ्यो आज तारिफ गर्छिन्छ अनि बुहारी चाहियो सजिलै बुहारी चाहियो विवाह मैले गर्ने हो हजुरहरूले होइन बुझ्यो एक दिनमै मैले केटालाई कसरी छाड्न सक्छु एक महिनाभित्रमा विवाहको डिसिजन कसरी लिन सकिन्छ विवाह भनेको त जोक हजुरलाई त मजाक लागेको छ कि विवाह भनेको त मजाक हो मजाक हो त्यो विवाहमा खर्च गर्ने 8-10 लाख रुपियाँ पैसाले म साउको ऋण तिर्छु पहिलो कुरा होलाङ्गै भइन्छ काम छैन हिजोको दिनमा थुथु गरेर हिँड्ने आज चाहिँ फेरि महान भन्दा हिँड्ने आज चाहिँ महान भन्दा म्यासेज आउनको ओइरो छ कमेन्ट आउनको ओइरो छ पहिला आफूमा एउटा अठिलो भाँडो हुन सिक्छोस् न अलिकता दम राखेर अलिकता क्षमता आँत राखेर बोल्न सिक्छोस् के त्यही जिब्रो कति छिटो लप्किन्छ त्यही हात कति छिटो लप्किन्छ हिजोसम्म चाहिँ थु दाइलाई राख्न नसक्ने भन्ने आज चाहिँ महान छोरी भन्ने जब कि मैले भिडियोहरू प्राइभेट गरेँ मलाई मेरो दाइसँग के को दुश्मनी मेरो दाइसँग के को रिसिभी मलाई मेरो दाइसँग के को लेना मेरो दाइसँग के को दिएन आफ्नै चेलीले आफ्नो माइतीलाई कसरी पनि दुःख दिएन हजुर जस्तो मान्छे म पर्दैन क्या बुझ्यो मलाई सहजीकरण गराउनु थियो सहजीकरण गराउन सफल भयो जुन कुरा मैले आमालाई सम्झाउनु पर्ने थियो केही कुराहरू 2-4वटा कुरा त्यो कुराहरू मैले सम्झाउन सफल भयो मलाई मेरो दाइसँग किन टाउको दुखाइ दाइले आफै राम्रो गर्छ बाबुआमा हेर्ने कर्तव्य दाइकै हो हामीले त बोली वचन लगाउने हो मिठो सन्तुष्टि लगाउने हेर्दै नहेरेको खण्डमा हेर्ने हो बुझ्यो दक्षिणा पनि नलिएर आएको छोरी हो म बरु सक्यो भने कमाउन सक्यो भने बाबुआमालाई चाहिँ हेर्छु मैले मलाई कुनै आश छैन माइतीलाई ढस्ने मेरो कुनै पनि चाहना थिएन हिजो पनि थिएन भोलि पनि छैन कुनै दिन पनि हुँदैन बुझ्यो नि मलाई माइती प्रति कहिले पनि नकारात्मक गएन मलाई माइती जोड्न मात्रै मनपर्छ तोड्न होइन बुझ्यो ठुल्ठुला कुरा गर्छिँदो रहेछ लास पजाएर अझ बुहारी माग्नु त बुहारी त विवाहको प्रेसर दिने होइन विवाहको कुरा लिएर मलाई किचकिच नगर्छु किन गर्ने विवाह मैले के खाइदिएको छु ऋण खाइदिएको छु र ऋण खाइदिएको छु कहिले माया प्रेममा फसाएको छु कहिले चाहिँ माया प्रेममा लत्थै पारेको छु बोलेर हेस हुन्छ भनेर कुनै स्वार्थ लुटेको छु होइन छ प्रमाण केही छ भने लिएर आइसोस् न स्क्रिन रेकर्ड गर्दै मैले रेकर्ड गरेको जस्तै कसैको के गरेको कसैको बिस्तारा बन्देको छु र म विवाह गर्नुपर्ने गर्दैन विवाह के गर्छिन्छ